हेलो साथीहरू, आज चाहिँ हामी यो नेल्स बनाऊँ ल। यसको लागि चाहिँ हामीलाई चाहिने पलिसहरू चाहिँ ब्लड रेड पलिस, ब्ल्याक पलिस र व्हाइट पलिस चाहिन्छ अनि ब्लुमिङ जेल चाहिन्छ। नेल टिप्समा ब्ल्याक पलिस युज गर्ने। ब्ल्याक पलिस युज गर्दाखेरि चाहिँ हामीले ध्यान दिनुपर्ने कुरा भनेको चाहिँ हामीले एकैचोटिमा चाहिँ मजाले लगाउनु पर्ने हुन्छ। हामीले यो डार्क कलरको पलिसहरू चाहिँ 2 चोटि 3 चोटि लगाउन चाहिँ हुँदैन। र ब्ल्याक कलरको पलिस लगाएर हामीले यसलाई 60 सेकेन्ड क्योर गर्छौँ। त्यस पछाडि चाहिँ हामीले यसमा ब्लुमिङ जेल लगाउँछौँ। ब्लुमिङ जेल चाहिँ हामीले क्योर गर्दैनौँ। मैले यहाँ प्लेटमा अलरेडी व्हाइट कलरको पलिस चाहिँ रेडी गरेर राखिसकेको छु र लाइनिङ ब्रसको हेल्पले चाहिँ मलाई चाहिँ कता कता कोर्न मन लाग्छ, जुनै पनि आफूलाई जस्तो इच्छा लाग्छ त्यस्तै ड्र गर्ने र एकछिन यसलाई चाहिँ ब्लुम हुन दिने। त्यस पछाडि यसलाई पनि 60 सेकेन्ड क्योर गरिसके पछाडि चाहिँ हामीले चाहिँ एकदमै पातलो लेयर चाहिँ ब्लड रेड कलर चाहिँ हामीले चाहिँ पातलो लेयर लगाउनुपर्छ। जति धेरै पातलो लेयर लगायौँ हामीले त्यति मजाले भित्र हामीले गरेको यो आर्ट चाहिँ देखिन्छ। र यसलाई पनि हामी 60 सेकेन्ड क्योर गरेर यसलाई चाहिँ टपकोटले लक गरिदिने। टपकोटको काम भनेको चाहिँ तालचा चाबीको काम हो है, तालचाको काम हो। टपकोटले चाहिँ हाम्रो आर्टलाई चाहिँ अझै धेरै राम्रो देखाउँछ र फाइनलमा चाहिँ हाम्रो आर्ट यस्तो देखिएको छ।